हेलो गाइस, वाट्सअप सुन्दै हुनुहुन्छ होला। अनि आज नेपाल भर्सेस कुवेतको म्याच त हेर्नुभयो होला तपाईँहरूले पनि होइन। तर कुवेतले नेपाललाई 175 को टार्गेट दियो होइन। नेपाल ब्याटिङ गर्न आयो, ननस्टप के गरे विकेट जान लागे। लेटर मैले 3-4 विकेट गइसकेपछि गेम हेर्नु छोडिसकेको थिएँ होइन। अनि पछि लास्टमा 14 ओभरबाट हेर्न सुरु गरेको। तर त्यहाँ अनि ठ्याक्कै मलाई ओभर थाहा भएन। पछि लास्टमा होइन बासी र करण केसी खेल्दै करण केसी दाजु आउट हुनुभयो अनि म्याचमा अनि नन्दन यादव आउनुभयो। अनि नन्दन यादव र बासिर अहमदले राम्रो खेलिसकेपछि होइन हट म्याच यार। बासिर हट म्याच। म एकचोटि त मेरो आँखाबाट के आँसु आएको थियो होइन। तर आज नेपालले मलाई लागेको थियो नेपालले सर्नु पर्ने कटाउन सक्दैन भनेर। तर बासिर र विवेकले देखाइदियो के यो हुन्छ कि टप अर्डर ब्याटर पहिले गइसक्यो होइन। लास्ट के त्यो पनि बलरहरूले क्या यत्तिको स्कोर बासिर र अहमद सेन्चुरीसम्म पुग्नु भएको थियो क्या। तर लास्टमा 3 रनले हारिदिनु भयो क्या। बट वाट अ म्याच लास्टमा 3 रनले मात्र हारिदिनु भयो। के छैन होइन, म्याच हारे पनि 3 रन हारे पनि थियो त्यहाँसम्म पुग्नु पर्नेको धेरै हो कि लास्ट ब्याटरहरूले होइन। तर बासिरलाई म सेल्युट गर्छु क्या।